सबैजनालाई नमस्ते। मेरो आजको न्यू ब्लगमा हजुरलाई स्वागत छ। मेरो आजको ब्लगमा आज चाहिँ हाम्रो यहाँ ड्रागन फ्रुटमा एउटा ड्रागन फ्रुट पाक्यो अरे, अनि त्यही मैले टिप्न आएको छु। अहिले त्यसलाई खाएर नि टेस्ट गर्छु आज म। किनकि धेरै दिनपछि बल्ल यार 45 दिन कुर्नु परेछ एउटा ड्रागन फ्रुट खानलाई हाम्रो फार्ममा। त्यही पनि त्यसपछि अहिले म कटर पनि लिएर आइसकेको छु काट्नलाई, हेर्न सक्नुहुन्छ। अनि यो छ हाम्रो पाकेको एउटा ड्रागन फ्रुट, हेर्न सक्नुहुन्छ। यो आँखा छन् यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ पुरै। यसलाई म अब कटिङ गर्छु। है यसरी काट्दैछु म। यो भयो। अझै कट लागेको छैन, यसलाई अलि ठुलो ठाउँ जान्छ। फाइनली खसे यस्तो हुन्छ है, हेर्न सक्नुहुन्छ कस्तो छ। यो चाहिँ आधा केजी समथिङ छ होला यो फल, हेर्न सक्नुहुन्छ यत्रो। यसलाई चाहिँ म फुकालेर खाएर पनि टेस्ट गर्छु, हजुरहरूलाई कस्तो छ भन्छु। 45 दिन कुर्नुपर्छ यति खानालाई नै, त्यही भएर यसलाई म चाहिँ सुरु गरौँ। यसलाई फुकाल्न चाहिँ 2टा हात चाहिन्छ, किनकि यो त्यत्तिकै फुक्लिँदैन। रोक्नु, यहाँ देख्न सक्नुहुन्छ। कति साह्रो छ यो, यति यो माथिको अझै काँचै छ यो भन्ने होइन। पुरै निकाउँदै खाँदै यसको चाहिँ यो बोक्रा हुन्छ, यो बोक्रालाई छिल्नुपर्छ, बल्ल भित्र खानु पाइन्छ। म चाहिँ अहिले यस्तो छ यो निस्केको, यसलाई ठिक छ। अहिले जाडोले अलि चिसो पनि हुन्छ। यो पनि यत्रो निस्किन सक्नुहुन्छ, यत्रो। हेर्न सक्नुहुन्छ यही मैले लिइसकेको छु यहाँ। यो सबै खाने हामीले यहाँ हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ हामीले खाने यही हो। यसलाई म खान गइरहेको अब। यत्रो दिन पछि खानलाई धेरै, अहिलेको जाडोले नि मिठो छ यो ड्रागन फ्रुट हाम्रो। एकदम मिठो छ यो। अहिले चाहिँ हाम्रो ड्रागन फ्रुट फार्ममा एउटा गर्दै पाक्दैछ अहिलेको हाम्रो त्योमा। त्यही भएर अब आज हिजो चाहिँ यो पाक्न लाग्थ्यो, आज चाहिँ पाकेको रहेछ। अनि मानिस चाहिँ अब भात सात खाएर आएको अहिले पनि होइन। हिजो काम राम्रोसँग भ्याएको थिएन, आज फेरि कटिङ गर्नु छ। पुरै खाली भइसक्यो, भित्र हेर्नु यस्तो हुन्छ। यो चाहिँ बाहिरको चोक्रा।
चाहिँ फाल्नु पर्यो। पाक्न लाग्यो अहिले फ्याट्टाफुट्टा धेरै नै होला। हस् त आजको भिडियो यति नै, धेरै लङ बनाउन सक्दैन होला आजमा, आज काम भ्याउन छ। नेक्स्ट भिडियोमा कोसिस गर्छु। हस् त नेक्स्ट भिडियो